गुड मर्निङ साथीहरू। हिजो अलि ढिलो भएको कारणले गर्दा र ड्युटीको व्यस्तता कारणले गर्दा भिडियो बनाउन पाइएन, त्यसको लागि माफी चाहन्छु। हिजो मात्रै CWC लिग 2 अन्तर्गत त्रिकोणात्मक म्याच नेपाल, USA र UAE को म्याचहरू भइरहेको थियो। हिजो नेपालले USA सँग एकदमै लज्जास्पद हार बेहोर्नु परेको छ। 106 रनको हार बेहोर्नु परेको छ। USA ले निर्धारित 50 ओभरमा 262 रन बनाउँदै 263 को टार्गेट दिएको थियो। त्यसै टार्गेटलाई पछ्याउने क्रममा नेपालको ओपनिङ जोडी ध्वस्त भयो। कुशल भुर्ते डकआउट हुन पुगे। त्यसपछि भीम सार्की आए। भीम सार्कीले पनि त्यति खासै राम्रो गर्न सकेन। 50 बलमा 29 रनको योगदान दिए। रोहित कुमार पौडेल 19 बलमा 2 रन मात्रै बनाएर कप्तान आउट हुन पुगे। हिजो कोही पनि चल्न सकेन। सबैभन्दा बढी रन दिपेन्द्र सिंह एरीले बनाए, जो 60 बलमा 40 रन बनाउन पुगे। आसिफ शेखले पनि राम्रै इन्टेन्ट देखाएका थिए। स्टार्टिङमा राम्रै इन्टेन्ट देखाएका थिए, राम्रै गर्न खोजिरहेका थिए। 39 बलमा 37 रन बनाएर एकदमै राम्रो गर्दै थिए। एउटा गलत सिलेक्सनको कारणले, सर्ट सिलेक्सनको कारणले उनी पनि आउट हुन पुगे। यसरी नेपाल मात्र 156 रनमा अल आउट हुन पुग्यो। 39 ओभर मात्रै खेल्न पायो, पुरै ओभर पनि खेल्न सकेन। यस्तै हो भने नेपाललाई धेरै गाह्रो हुन्छ। अहिले 17 खेल खेल्दै पुच्छरबाट सेकेन्ड नम्बरमा छ, जुन 12 अङ्क मात्रै छ। साथीहरू, यहाँहरूलाई फेरि पनि म यस्तै जानकारीहरू ल्याउँदै गर्नेछु। तपाईले मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।